नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले झापा क्षेत्र नम्बर 5 मा कुनै पनि दलसँग सहकार्य नहुने स्पष्ट पारेका छन्। बिहीबार झापा 5 का उम्मेद्वार रञ्जित तामाङलाई टेलिफोन सम्पर्क गर्दै उनले सामाजिक सञ्जालमा फैलिएको गठबन्धन सम्बन्धी हल्ला नपत्याउन र सक्रिय रूपमा चुनावी अभियानमा लाग्न निर्देशन समेत दिएका छन्। प्रचण्डसँग केही बेर अघि मात्रै फोन वार्ता भएको पुष्टि गर्दै तामाङले बाहिर बजारमा फैलिएको कांग्रेस एमालेसँगको सम्भावित गठबन्धन बारे चर्चा असत्य रहेको बताउँदै मैले अध्यक्षसँग भर्खरै कुराकानी गरेँ, बाहिर जे बजारमा हल्ला आएको छ कहीँ पनि अलायन्स हुँदैन। तामाङले प्रचण्डको भनाइलाई उद्धृत गर्दै भने कुनै पनि छलफल कुराकानी भएको छैन, हुँदैन पनि, हामी दृढतापूर्वक लागौँ भन्नुभएको छ। हाम्रो कसैसँग समीकरण सहमति हुनेवाला छैन। एउटा कुरा मैले यो पनि प्रश्न गर्न चाहन्छु, अहिलेको यो परिस्थिति जो बन्न गयो 23 गते जो नरसंहार भयो त्यसको निम्ति तत्काल सरकारमा रहेका पार्टीहरू, सरकारको नेतृत्व गर्ने एमाले केपी ओलीजी र शेरबहादुर देउवा त्यति बेला नेपाली कांग्रेसको नेतृत्वले जिम्मेवारी लिनुपर्छ। क्रममा प्रचण्डले पार्टी पंक्तिले भ्रममा नपरी चुनावी मैदानमा सक्रिय रहन आग्रह गरेको तामाङले जानकारी दिएका छन्। उनले पूर्व क्षेत्रमा विशेष सभा आयोजना गर्ने तयारी बारे पनि अध्यक्षले अवगत गराएको बताउँदै देशभर कार्यक्रम गर्नुपर्ने, विशेष गरी झापामा एउटा सभा राख्नु पर्यो भनेर मैले आग्रह गरेको छु तामाङले भनेका छन्। यहाँको चुनावी रिपोर्टिङ समेत मैले उहाँलाई गराएँ। बुधबार काठमाडौँमा बुद्धिजीवीहरूसँगको छलफलमा प्रचण्डले विदेशी शक्तिहरूलाई परास्त गर्न आवश्यक परे कांग्रेस र एमालेसँग पनि संवाद गर्नुपर्ने बताएका थिए। सिंहदरबार जलाउने र दलालहरूबाट देश, संविधान र शान्ति प्रक्रिया बचाउनु पर्दा कांग्रेस र एमालेसँग पनि कुरा गर्नुपर्नेछ उनले भनेका थिए। यही अभिव्यक्तिलाई लिएर झापा 5 र दाङ 2 लगायत क्षेत्रमा सम्भावित गठबन्धनको चर्चा सुरु भएको थियो र झापा 5 मा कुनै पनि प्रकारको सहकार्य नहुने र स्वतन्त्र रूपमा चुनाव लड्ने नेकपाको अडान प्रचण्डले फोन मार्फत स्पष्ट पारेको तामाङले भनेका छन्। उनले पार्टी संगठनलाई एकताबद्ध गराएर अभियानमा जुट्न निर्देशन दिएको पनि जानकारी दिएका छन्।